एक दिन नातिले अचानक सोध्यो, हजुरबा ममाथि कतिको विश्वास छ? मैले हाँस्दै भने, पूर्ण विश्वास छ नाति, एक दिन त अवश्य अर्काको श्रीमती लिएर भाग्छस्। हेलो एन्ड नमस्ते साथीहरू, तपाईहरु सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। यदि तपाई पनि एआईबाट भिडियो बनाएर आफ्नो फेसबुक पेज, युट्युब च्यानललाई ग्रो गर्न चाहनुहुन्छ भने यो भिडियो तपाईको लागि हो। भिडियो नछुटाएर लास्टसम्म हेर्नु होला। सबैभन्दा पहिला तपाईलाई दुईटा एप्लिकेसन चाहिन्छ। एउटा भनेको VN, पछि भिडियो बनिसकेपछि भिडियो एडिट गर्नको लागि VN एप चाहिन्छ भने, अर्को तपाईलाई चाहिने भनेको ChatGPT। यदि तपाईको मोबाइलमा यो एपहरु छैन भने तपाईले सबैभन्दा पहिला प्ले स्टोरमा जानु होला। त्यहाँ तपाईले सर्च गर्नु होला VN भिडियो एडिटर। VN भिडियो एडिटर भन्ने बित्तिकै तपाईले यो एप खुल्छ। यो मेरोमा ओपन देखाइरहेछ। यदि तपाईसँग यो एप छैन भने यसलाई इन्स्टल गर्नु होला। अनि त्यसैगरी अर्को एप भनेको तपाईलाई चाहिने भनेको ChatGPT यसरी सर्च गरेर ChatGPT लाई पनि इन्स्टल गर्नुपर्ने हुन्छ। इन्स्टल गरिसकेपछि तपाईले अब सबैभन्दा पहिला हामीले जानुपर्ने हुन्छ ChatGPT मा। हामीले ChatGPT लाई निर्देशन दिने, ChatGPT लाई आफ्नो एउटा टेक्स्ट लेख्ने, टेक्स्ट लेखेर हामीले कस्तो खाली भिडियो चाहिएको छ त्यस्तै खाली प्रम्प्ट बनाइदिन्छ। उसले प्रम्प्ट बनाइसकेपछि हामीले त्यसलाई गुगल फ्लोमा लगाएर चाहिँ भिडियो बनाउने हो। सबभन्दा पहिला हामी ChatGPT लाई निर्देशन दियौँ के गर्ने भनेर। मलाई एउटा भिडियो बनाउनु छ 24 सेकेन्डको स्ट्यान्ड अप कमेडी 10 इयर्सको। यसले जस्तो भाषा लेखेको पनि बुझिहाल्छ। बच्चाको गुगल फ्लोबाट त्यसको लागि मलाई 8 सेकेन्डको साफ पाठमा प्रम्प्ट र डायलग भन्दा पनि यसलाई फन्नी डायलग भनौँ। फन्नी डायलग सहित बनाएर देऊ। यति भनिसकेपछि अब एउटा कुरा के थाहा पाउनु भने सिलेक्ट गर्न नपर्ने गरी सिलेक्ट गर्न नपर्ने गरी वान क्लिकमै कपी बनाउनु। रेसियो अब टिकटक, तपाईलाई टिकटकको लागि चाहिएको, टिकटक अथवा फेसबुक अथवा युट्युब सर्टको लागि चाहिएको भने 9:16। यदि तपाईँलाई युट्युबको लागि हो अथवा अब यो भिडियो तपाईँलाई सर्ट भिडियो बन्छ, योबाट प्रायः जसो सर्ट भिडियो बनाउनको लागि 9:16 भन्ने 9:16 भन्ने। अनि यसलाई चाहिँ हामी यसलाई सेन्ड गर्छौँ। सेन्ड गरिसकेपछि उसले यस्तो खालको दिन्छ। एउटा, दुईटा, तिनवटा, चारवटा पार्टको दियो। अब हामी यसलाई 4वटा पार्ट भनेछौँ। हामीले बनाउनु पर्ने 3वटा पार्ट हो। 4वटा बनाए पनि हुन्छ, जति चाहिन्छ। 8 सेकेन्डको बन्छ। अब पहिलो पार्टलाई एउटा यस्तो भनिसकेपछि ठ्याक्कै कपी गर्ने अप्सन आउँछ। यहाँनिर कपी गर्ने। कपी गरिसकेपछि अब हामीले जाने गुगलमा गइसकेपछि हामीले सर्च गर्ने गुगल फ्लो सर्च गर्ने बित्तिकै यस्तो फर्स्ट वेबसाइट आउँछ ल्याब्स गुगल अथवा गुगल ल्याब्स भनेर यसलाई क्लिक गर्ने। यस्तो सर्फेस खुल्छ। गुगल फ्लोमा क्लिक गरिसकेपछि तपाईँलाई यस्तो खाले सर्फेस खुल्छ। यसमा क्रिएट विथ गुगल फ्लो भन्ने अप्सन आएको छ। यो अप्सनमा हामी क्लिक गर्छौँ। यो अप्सनमा क्लिक गरिसकेपछि तपाईँकोमा अब जिमेल आइडी चुज गर्नुपर्ने हुन्छ। यस्तो एउटा जिमेल आइडी तपाईले यहाँबाट चुज गर्ने। तपाईसँग कतिवटा जिमेल आइडी छ? कम्तीमा 2-3 वटा जिमेल आइडी चाहिन्छ। यसमा एउटा जिमेल आइडीमा दिनमा
एक दिनमा 50वटा क्रेडिट मात्रै आउँछ। त्यो क्रेडिटले एउटा भिडियो बनाउन 10वटा क्रेडिट खर्च हुन्छ। 50वटा क्रेडिटले तपाईँको 5वटा भिडियो मात्रै बन्छ दिनमा। कति बिग्रिन्छ भने सुरुमा सिक्दाखेरि, त्यही भएर तपाईँले 2-3वटा जिमेल आइडी बनाउनु भयो भने तपाईँको भिडियो बनाउन सजिलो। कम्तीमा 2-3वटा जिमेल आइडी चाहिन्छ यसमा। एउटा जिमेल आइडीमा एक दिनमा 50वटा क्रेडिट मात्रै आउँछ। त्यो क्रेडिटले एउटा भिडियो बनाउन 10वटा क्रेडिट खर्च हुन्छ। 50वटा क्रेडिटले तपाईँको 5वटा भिडियो मात्रै बन्छ दिनमा। कति बिग्रिन्छ भने सुरुमा सिक्दाखेरि, त्यही भएर तपाईँले 2-3वटा जिमेल आइडी बनाउनु भयो भने तपाईँको भिडियो बनाउन सजिलो हुन्छ। अब यहाँ यति गरिसकेपछि यहाँ यसमा हेर्नु होला, यसमा 50 क्रेडिट छ बाँकी। अब न्यू प्रोजेक्टमा जाने। न्यू प्रोजेक्टमा गएपछि एकछिन लोड हुन्छ, लोड भइरहेको छ। अब यस्तो सर्फेस हुन्छ। अब यहाँनिर व्हाट डु यु वान्ट टु क्रिएट भन्ने अप्सन छ, त्यो अप्सनमा तपाईँले क्लिक गर्नु होला। अनि त्यसमा एकछिन प्रेस गरेपछि पेस्ट भन्ने हामीले अघि ChatGPT-बाट जुन कपी गरेको थियौँ त्यसलाई यहाँ पेस्ट गर्ने। त्यसलाई यहाँ पेस्ट गरिसकेपछि अब त्यसले बनाएको प्रम्प्ट यहाँ आउँछ। यहाँ आइसकेपछि यसलाई चाहिँ सिधै सेन्ड गर्ने एरो देखाएको छ, यसमा दबाउने। फेरि तपाईँको सेटिङ नमिलेको पनि हुन्छ कसैकोमा। त्यसको लागि सबभन्दा पहिला यो भिडियो 1x लेखेको छ, यसमा क्लिक गर्नु होला। तपाईँ इमेज बनाउने कि भिडियो बनाउने भन्ने यहाँबाट हुन्छ। भिडियो बनाउने भिडियोमा थिच्नु होला। अनि रेसियोमा यहाँ 9:16 यसमा थिच्नु होला। अनि यहाँ तल VO3 लाइट भन्ने छ, यतापट्टि गएर यहाँ चाहिँ 4वटा अप्सन दिएको हुन्छ। ओम्नी फ्ल्यास, VO3.1 लाइट, अनि VO3.1 फास्ट, VO3.1 क्वालिटी भन्ने हुन्छ। यो ओम्नी फ्ल्यास र यो VO3.1 क्वालिटी भनेको चाहिँ पैसा तिरेर प्रो बनाएपछि त्यसबाट बन्छ। यसमा तपाईँको क्रेडिट पनि बढी चाहिन्छ। त्यही भएर VO3.1बाट बनाउँदाखेरि 20वटा क्रेडिट दिन्छ। VO3.1 लाइटबाट बनाउँदाखेरि 10वटा क्रेडिट मात्रै दिने हुनाले हामी VO3.1बाट बनाउँछौँ। अनि इन्टु अब योभन्दा माथि तपाईँले हेर्नुभयो भने 1x × 2 × 3 × 4 भनेको छ। 1x-मा मात्रै क्लिक गर्नु होला। अब 2, 3, 4मा क्लिक गर्दाखेरि तपाईँको बढी क्रेडिट लिन्छ। एकैचोटि 2टा बन्छ, 2टा बन्ने बित्तिकै 20 क्रेडिट सकिन्छ। त्यसरी चाहिँ नगर्नु होला, यसमा 1x-मै राख्नु होला। अब यति गरिसकेपछि हामी यसमा हामीले अघि ChatGPT-बाट कपी गरेको प्रम्प्टलाई पेस्ट गर्छौँ। पेस्ट गरिसकेपछि त्यो सबै यहाँ आइसक्यो। अब यसलाई हामी सेन्ड गर्छौँ। अब एकछिन यसले टाइम लिन्छ। भिडियो अलिकति लामो हुनसक्छ। एकदम भिडियो नछुटाइकन सुरुदेखि लास्टसम्म हेर्नुभयो भने तपाईँ पनि AI-बाट एकदमै राम्रो भिडियो बनाएर आफ्नो सोसियल मिडियामा ग्रो गर्न सक्नुहुन्छ। त्यसको लागि हामीलाई सब्सक्राइब, कमेन्ट पनि गर्नु होला। एकछिन टाइम लगाउँछ अहिले। अब हाम्रो भिडियो रेडी भइसकेको छ। हामी भिडियो हेर्छौँ। हिजो मम्मीले भन्नुभयो, बाबु ठुलो भएर के बन्छस्? मैले भने वाइफाई को पासवर्ड थाहा हुने मान्छे। हिजो मम्मीले भन्नुभयो। अब यसलाई हामी माथि एरोबाट डाउनलोड गर्न सक्छौँ। एकदमै राम्रो भिडियो क्वालिटीवाला भिडियो बनाउँछ यसले। अब यसलाई यहाँबाट 720 डाउनलोड गर्नु होला। हाम्रो डाउनलोड भइसकेको छ। डाउनलोड भएपछि हाम्रो यहाँ ग्यालरीमा आइसकेको छ। 300 यसो गरेर ChatGPT-बाट फेरि अर्को पार्टलाई ल्याउँछौँ। अब यो अघिको पार्ट कति बेला यसरी हराउन सक्छ कि हामीले बनाएको। त्यसको लागि माथिको यो 2टा रेखा भएको यसमा जाने। अनि यहाँबाट हिस्टोरी भन्ने देखाउँछ। अनि स्ट्यान्डअप कमेडी भिडियो प्रम्प्ट हुने माथिको छ, त्यसमा हान्ने त्यो अघिको हिस्टोरी आउँछ। अनि यसको पार्ट 2लाई यहाँबाट कपी गरौँ। पार्ट 2 कपी भइसकेको छ। अब हामी फेरि जान्छौँ गुगल फ्लोमा। यति गरिसकेपछि अब हामीले यो भिडियोलाई एकचोटि बजाएर मम्मीले भन्नुभयो, यसको एउटा स्क्रिनसट लिने। यसरी स्क्रिनसट लिइसकेपछि यस्तै केही नदेखिने गरेर खालि के अप्सनमा देखियोस् त्यतिकै सिधा मान्छे जस्तो अवस्थामा छ त्यस्तै अवस्थामा देखिने गरेर यसलाई स्क्रिनसट लिइसकेपछि फेरि हामी गुगल फ्लोमा जान्छौँ। अब हाम्रो अघिको भिडियो आइसकेको छ। अब पहिला चाहिँ यसमा दबाएर यहाँ गुगल अर्को पार्ट यसैको अर्को पार्ट बनाउने अप्सन आउँथ्यो। अहिले चाहिँ गुगलले त्यो सिस्टम चेन्ज गरिसकेको छ। त्यसरी आउँदैन। त्यही भएर हामीले स्क्रिनसट गर्नु परेको। अब यहाँ माथिनिरको जुन प्लस आइकन छ त्यो प्लस आइकनमा दबाउनु होला। त्यो प्लस आइकनमा दबाइसकेपछि अपलोड मिडिया भन्ने हुन्छ, यसमा दबाएर
यो हामीले स्क्रिनसट लिएको थियौँ त्यसलाई यहाँबाट सिलेक्ट गरेर डन गर्ने अनि यो अब यो अपलोड हुँदैछ एकछिन टाइम लाउँछ अपलोड भइसकेपछि यसमा एकछिन दबाएर राख्ने क्लिक गरिसकेपछि यहाँ अप्सन दिन्छ अप्सन दिएपछि यहाँ एड प्रम्प्ट भन्ने छ यसलाई दुईचोटि ट्याप गर्ने एकैचोटिमा हुँदैन दुईचोटि ट्याप गरिसकेपछि यहाँ फोटोको तल यस्तो फोटो देखाउँछ अनि यहाँनिर फेरि दबाएर यहाँनिर अघि कपी गरेको प्रम्प्ट पेस्ट गर्ने यसरी पेस्ट गरिसकेपछि अब यसलाई फेरि यहाँ एरोमा दबाएर अब यसलाई सेन्ड गर्ने सेन्ड गरिसकेपछि फेरि अर्को भिडियो भन्छ त्यसरी नै फेरि हामीले अघिको ChatGPT मा गएर फेरि त्यहाँबाट हराइसकेको छ फेरि त्यहाँबाट हामीले अघिको तेस्रो पार्टलाई ल्याउने तेस्रो पार्टलाई कपी गरिसकेपछि यसलाई पनि फेरि फोटोमा एकछिन दबाउने अनि यहाँ एक प्रम्प्टमा दुईचोटि क्लिक गरिसकेपछि फेरि यहाँनिर हाम्रो कपी गरेको प्रम्प्टलाई यहाँ पेस्ट गरिदिने पेस्ट गरिसकेपछि फेरि यसलाई पनि सेन्ड गरिदिने अब दुईवटा भिडियो सँगै बन्छ हामीले 4 पार्ट दिएको थियौँ अहिले हामी 3 पार्ट बनाउँदैछौँ भिडियो धेरै लामो हुने हुनाले यसलाई 3 पार्ट मात्रै बनाउँछ अहिले एकछिन टाइम लगाउँछ अहिले यदि तपाईँलाई भिडियो कस्तो लागिरहेछ भिडियोबाट केही सिकेको अनुभव हुँदैछ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरेर बेल आइकनमा क्लिक गर्नुहोला यदि तपाईँलाई भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला हाम्रो यो दोस्रो पार्ट बनिसकेको छ तेस्रो पार्ट चाहिँ 2 मा छ कहिलेकाहीँ 2 भनेर देखाउँछ फेरि सुरुदेखि नै आउँछ दोस्रो पार्ट हेरौँ कस्तो बनेको छ हाम्रो घरमा त यस्तो छ बाबा रिसाउनु भयो भने सबै चुप लाग्छन् वाइफाई बन्द गर्नु भयो भने छिमेकी पनि चुप लाग्छन् हाम्रो घरमा त यस्तो दोस्रो पार्ट यस्तो बनेको छ यदि तपाईँलाई डायलग मन परेन कमेडी भएन भने ChatGPT लाई भनेर फेरि यो भएन भनेर यसलाई लेखाउन सक्नुहुन्छ यदि तपाईँसँग आफ्नै डायलग कमेडी छ भने त्यो पनि तपाईँ ChatGPT लाई भन्न सक्नुहुन्छ तपाईँ कस्तो खालको भिडियो बनाउने भ्लग टाइपको स्ट्यान्ड अप कमेडी टाइपको अनि इन्टरभ्यू तपाईँ जस्तो पनि भिडियो बनाउन सक्नुहुन्छ त्यस्तै अनुसार उसले तुरन्त बनाइदिन्छ अब यहाँबाट 720p मा यसलाई डाउनलोड गरौँ हाम्रो भिडियो डाउनलोड भइसकेको छ अब यहाँबाट टिक लगाउने यसलाई टिक लगाइसकेपछि अब हाम्रो तेस्रो भिडियो पनि रेडी भइसकेको छ तेस्रो भिडियो पनि हेरौँ म पढ्न बसेको देखेर मम्मी खुसी हुनुभयो पछि थाहा पाएँ किताबभित्र मोबाइल लुकाएर हेर्दै थिए यो पनि बनिसकेको छ यसलाई पनि डाउनलोड गरौँ हामी पछि थाहा पाएँ किताबभित्र मोबाइल लुकाएर हेर्दै थिए म पढ्न बसेको देखेर मम्मी खुसी हुनुभयो पछि थाहा पाएँ किताबभित्र मोबाइल लुकाएर हेर्दै थिए यो पनि डाउनलोड भइसकेको छ अब हाम्रो यति भइसकेपछि अब हामीले जानुपर्ने हुन्छ भिल्यान भन्ने भिडियो एडिटर एपमा जुन हामीले अघि डाउनलोड गरेका थियौँ त्यसमा गइसकेपछि यहाँनिरको प्लस आइकनमा दबाउनु होला प्लस आइकनमा दबाइसकेपछि यहाँनिर न्यू प्रोजेक्टमा जाने न्यू प्रोजेक्टमा गइसकेपछि अब हामीले अघि बनाएको 3टै भिडियोलाई सिलेक्ट गर्नुपर्ने हुन्छ पहिलो भिडियो एउटा दुईटा अनि 3टा भिडियो हामीले बनाएको थियौँ 4वटा दिएको थियो तर भिडियो लामो हुने हुनाले मैले 3टा मात्रै बनाएको अब 3टै भिडियो सिलेक्ट गरिसकेपछि नेक्स्ट गर्ने अब हाम्रो यहाँ यस्तो फर्केस आउँछ यहाँ हिजो मम्मीले यसबाट प्ले गर्ने भन्नुभयो बाबु ठुलो भएर के भन्छस् मैले भने वाइफाईको पासवर्ड थाहा हुने मान्छे यहाँ पुगिसकेपछि यहाँनिर एउटा प्लस जस्तो देखिएको छ त्यसमा दबाउनु होला त्यसमा दबाइसकेपछि भिडियो एउटा भिडियो अर्को भिडियोमा चेन्ज हुँदाखेरि यसले अलिकति सिनेमेटिक फिल गराउँछ जस्तो ब्ल्याकवाला भयो अनि यसपछि व्हाइटवाला भयो हाम्रो घर अनि त्यसपछि यो जुम इन जुम आउट हाम्रो घर यस्तो धेरैवटा छ तपाईँलाई जुन मनपर्छ त्यो राख्नु होला मलाई चाहिँ ब्ल्याकवाला फर्स्टवाला मनपर्छ त्यो भएर मैले यो राखेँ यो राखिसकेपछि यसलाई क्लिक गर्ने पासवर्ड थाहा हुने मान्छे अनि यसमा फेरि दबाएर यसलाई अलिक तलको लागि यता सार्ने यता सारिसकेपछि यहाँनिर क्रप भन्ने अप्सन छ यो क्रप भन्ने अप्सनमा क्लिक गरेर यहाँनिर यो भिडियोको वाटरमार्क आउँछ यसलाई हटाउनको लागि यहाँबाट अलिकति यसलाई क्रप गरिदिउँ अब यो हट्यो त्यसपछि फेरि अर्कोमा पनि त्यही गर्ने त्यसलाई सिलेक्ट गरेर यता लगेर यसमा एकछिन दबाउने यस्तो येल्लो खालको आउँछ त्यसपछि फेरि यसलाई पनि क्रप गर्ने अनि थर्ड भिडियोलाई यसमा पनि त्यो प्लस आइकनमा दबाएर भिडियो चेन्ज हुँदाखेरि कस्तो इफेक्ट आउँछ भनेर राख्ने यसमा मैले व्हाइट राखिदिएँ म पढ्न त्यसपछि यो तेस्रो भिडियोमा क्लिक गरेर यसलाई पनि क्रप गरौँ यो भिडियोको अप्सन वाटरमार्क हटाउनलाई अब यो पनि हट्यो अब यहाँ लास्टमा चाहिँ यो कालोवाला चाहिँ बिहानको वाटरमार्क हो यसलाई पनि हामीले यहाँ क्लिक गरेर डिलिट गर्न सक्छौँ अब तपाईँको भिडियो रेडी भइसकेको छ एकछिन हेरौँ पुरो भिडियो हिजो मम्मीले भन्नुभयो बाबु ठुलो भएर के भन्छस् मैले भने वाइफाईको पासवर्ड थाहा हुने मान्छे हाम्रो घरमा त यस्तो छ पापा रिसाउनु भयो भने सबै चुप लाग्छन् वाइफाई बन्द गर्नु भयो भने छिमेकी पनि चुप लाग्छन् म पढ्न बसेको देखेर मम्मी खुसी हुनुभयो पछि थाहा पाएँ किताबभित्र मोबाइल लुकाएर हेर्दै थिए अब यति बनिसकेपछि तपाईँको एकदमै राम्रो भिडियो बनिसकेको छ अब माथिल्लो कुनामा गएर त्यहाँ एरो दिएको छ त्यसमा दबाउने त्यसमा क्लिक गरिसकेपछि यहाँनिर एक्सपोर्ट भन्ने अप्सन आउँछ एक्सपोर्ट गर्ने त्यसले एकैछिनमा एक्सपोर्ट भिडियोलाई गरिदिन्छ ग्यालेरीमा हाम्रो भिडियो आइसकेको छ यस्तो खालको क्वालिटीवाला भिडियो बनाइदिनुहुन्छ
आजको जानकारी तपाईँलाई कस्तो लाग्यो? यदि भिडियो राम्रो लाग्यो भने सब्स्क्राइब गरी बेल आइकन पनि थिचिदिनु होला। म आजको भिडियोबाट बिदा हुन्छु। नमस्कार।